सम्पूर्ण भक्तजनहरूमा जय शम्भो। राधे राधे। समादरणीय भक्तजनहरू, फेरि पनि उपस्थित भइसकेको छु यहाँ समक्ष विभिन्न रोचक खालका विभिन्न ज्ञानवर्धक साथै जीवन उपयोगी केही सामग्रीहरू अहिले हाल प्रसारण भइरहेको हाम्रो सामग्री हो। 7औं अध्यायको यो 7औं अध्यायको सामग्री यो जुन शङ्कराचार्य स्वामी ब्रह्मानन्द सरस्वतीजीको संक्षिप्त जीवनी को अहिले यो 7औं अध्यायको श्रृङ्खला अहिले चलिरहेको छ र यसलाई पुनः अब यसलाई बाँकी अंश यसमा रहेको बाँकी अंश फेरि हजुरहरू समक्ष लिएर आइसकेको छु। म नारायण दाहाल हजुरहरूलाई ज्ञानवर्धक कुराहरू र भगवान महात्मा शङ्कराचार्यको जीवनी, उहाँको जीवन कस्तो किसिमले व्यतीत भइरहेको थियो र वैराग्यता कसरी आएको थियो इत्यादि कुरामा हजुरहरूलाई मैले पहिलेदेखि नै सुरुदेखि नै मैले भनि नै सकेको छु र अहिले भनेको हामी स्वामी शङ्कराचार्यको जुन अभिषेकको लागि उहाँलाई उहाँका भक्तजनहरूले गर्नुभएको उहाँको लागि भनेर जुन त्यो उसमा भइरहेको थियो, फेरि त्यहाँबाट अन्तर्ध्यान भएपछि उहाँकै खोजी भइरहेको र यस सम्बन्धमा अब फेरि हजुरहरूलाई राख्न गइरहेको छु। कहीँ कसैलाई पनि थाहा भएन र भावी बल भएन, तर भावी बलवान छ। महाराज श्री जहाँ हुनुहुन्थ्यो उहाँको मनमा यो भाव उठ्न थाल्यो, सबै आइसकेका होलान्, कसै न कसैलाई पीठमा बसालिसकिएको होला। यसरी सोच विचार गरी निश्चिन्त भएपछि लगभग 21 दिन पश्चात विचार गर्दै रातमा काशी पुग्नुभयो। काशीका विद्वानहरू सतर्क तथा उत्सुक नै थिए। तुरुन्त एक कान दुई कान हुँदै खबर फल्यो, महाराज आउनुभयो। एक घन्टाभित्र रातिको 11 बजे विशिष्ट विद्वानहरूको दल आश्रममा पुगिहाल्नुभयो। करबद्ध भएर सबैले प्रार्थना गरे, भगवान हामी सबैको परम श्रद्धेय प्रातस्मरणीय भगवान आदि शङ्कराचार्यद्वारा स्थापित उत्तर भारतको धर्मपीठ ज्योतिर्मठ धेरै समयदेखि उच्छिन्न एवं आचार्यविहीन भएको छ। हामी सबैले धर्मगुरु बिना अनाथ जस्ता भएका छौँ। यसको पुनरुद्धार तपाईँद्वारा नै हुन सक्दछ। साधारण व्यक्तिबाट यस गुरुत्तम कार्य हुन असम्भव छ। तपाईँको जन्म र कर्म त्याग र तपद्वारा बाल्य अवस्थामा विशिष्ट साधुजनमा एवं समस्त राजा तथा प्रजामा शङ्कराचार्यवत नै सम्मानित हुनुहुन्छ। आदि गुरु शङ्कराचार्यप्रति तपाईँको श्रद्धा पनि छ नै, किनकि तपाईँ त्यही आचार्य परम्पराको दण्डी स्वामी हुनुहुन्छ। त्यसैले अब हाम्रो प्रार्थना अवश्य स्वीकार होस्। पण्डितहरूको यस प्रार्थनामा श्री चरण मौन रहनुभयो। मौन सम्मति लक्षणलाई मानेर यथाशीघ्र अखिल भारतीय सनातन धर्म महासभा अधिवेशनको आयोजना गरियो। अभिषेकको पूर्ण तयारी त पहिलेदेखि नै थियो। शुभस्य शीघ्रम सबैलाई प्रष्ट नै थियो। श्री भारत धर्म महामण्डलको यज्ञ मण्डपमा सहस्र चण्डी महायज्ञ भइरहेको थियो। केही ज्योतिषहरूको सम्मानित अनुसार भगवती आराधनाको बीच महायज्ञ मण्डपमा आचार्यको अभिषेक गरिनुपर्छ। तर सुयोग्य विद्वानहरूले भने उहाँलाई त हामीले एक प्रकारको अकस्मात अभिषेक गर्दछौँ, उहाँलाई कति पनि यो स्वीकार गर्ने इच्छा छैन। अभिषेक गर्नका लागि उहाँ कतै जानुहोस् यस्तो अवस्था छैन। यदि यहाँ यसको लागि लालयित भएको भए हामीले जहाँ चाहन्छौँ त्यहीँ आउनुहुन्थ्यो। अर्कोतर्फ अभिषेकको नामले एकपटक भागी पनि सक्नु भएको छ, यो सबै विदितै छ। त्यसैले अभिषेकको विधान पुरा गर्न त उहाँ जहाँ
हुनुहुन्छ त्यहीँ गएर गरिनुपर्छ। फेरि अभिषेकपछि उहाँलाई आचार्यातीत गौरवका साथ सार्वजनिक सभा अखिल भारतीय सनातन धर्म सम्मेलन मञ्चमा आदरपूर्वक ल्याइयोस् र यहाँ आचार्यत्व पूजन गरियोस् र पीठोद्धारको घोषणा गरियोस् भन्ने दूरदर्शी विद्वानहरूको यस विचारले सबैले स्वीकार गरे। तदनुसार कार्यक्रम बन्यो। अखिल भारतीय सनातन धर्म सम्मेलनमा आएका विभिन्न प्रान्तका विद्वान तथा विभिन्न धार्मिक संस्थाका गण्यमान्य प्रतिनिधिहरू, काशी निवासी विद्वत मण्डलीसहित अभिषेकोपयोगी समस्त सामग्री लिएर प्रातःकालमा नै श्री चरणको आश्रम ब्रह्मनिवास सिद्धगिरिबागमा आए। स्मरण होस्, आचार्यको पदमा आसीन हुनुभन्दा पहिले नै सन् 1936मा महाराजश्रीले आफ्नो पूज्य श्री गुरुदेव पुण्य स्मृति श्री ब्रह्म विद्या निकेतन तथा श्री ब्रह्मानन्देश्वर महादेवजीको मन्दिर छोटी गोबी वाराणसीमा निर्माण गराउनु भएको थियो। यस आश्रम मन्दिरको सुचारू रूपमा सञ्चालनका लागि श्री ब्रह्मनिवासको नामले एउटा ठुलो आश्रम सिद्धगिरिबाग वाराणसीमा बनाउनु भएको थियो। बहादुरगञ्ज प्रयागको 2वटा अन्य भवन पनि यससँग सम्बद्ध राखिएको थियो र यस सम्पत्तिको रक्षा एवं रेखदेख को लागि उहाँले एउटा ट्रस्ट श्री 108 स्वामी कृष्णानन्द सरस्वती ट्रस्ट पनि स्थापित गर्नुभएको थियो, जसको उल्लेख महाराजश्रीले आफ्नो अन्तिम वरेसनामा गर्नुभएको थियो। भारतवर्ष एकमण्डल संस्थापक काव्यविद पूज्य स्वामी ज्ञानानन्द महाराज पनि आफ्नो चिर अभिलाषित पीठोद्धार कार्यक्रम अगाडि सम्पन्न गराउने इच्छाले सिद्धगिरिबागमा आउनुभयो। उत्तरायणमय पीठोद्धारको महासङ्कल्पले श्रीचरणको षोडशोपचार पूजन भएर लगभग 10 बजे अभिषेक कृत्य पूर्ण भयो। अपराह्न श्री महाराजश्रीको सवारी ठुलो समारोह साथ ठिक समय अधिवेशनको मञ्चमा ल्याइयो। जगद्गुरु भगवान शङ्कराचार्यको गम्भीर जयध्वनिले दशौं दिशा गुन्जियो। वैदिक विद्वानाचार्य वेदको मन्त्रध्वनिले गगनमण्डल प्रतिध्वनित भयो। काशीका विशिष्ट वैदिक कर्मकाण्डी विद्वानहरू अभिषेक कृत्य सम्पादित हुने बित्तिकै महाराजश्रीको दरभङ्गा नरेश, उत्तर भारतका धर्माचार्य श्री ज्योतिषपीठाधीश्वर जगद्गुरु भगवान शङ्कराचार्यको अभिषेचन एवं धर्मपीठोद्धारको घोषणा गर्नुभयो। भगवान शङ्कराचार्यको बारम्बार जयध्वनि गर्दै सम्पूर्ण जनताले श्री जगद्गुरु शङ्कराचार्य महाराजको अभिवादन गरे। यसबाट 165 वर्षदेखि रिक्त उत्तरायणमयको धर्महिंसा सिंहासनमा चैत्र शुक्ल 4 विक्रम सम्वत 1998 तदनुसार 1 अप्रिल 1941 ईसमा महाराजश्रीको अति सुयोग्य धर्माचार्य भगवत पूज्यपाद अनन्त श्री विभूति जगद्गुरु भगवान शङ्कराचार्यजी महाराजको पदार्पण भयो। देश विदेशका सर्वत्र पत्र पत्रिकाद्वारा ज्योतिष पीठोद्धारको समाचार फैलियो। चारैतिर सनातन धर्म संस्थाको पीठोद्धार उपलक्ष्यमा उत्सव मनाए। आचार्य चरणमा अभिनन्दन आदि पठाउँदै आफ्नो कर्तव्य पालन तथा आचार्यज्ञा पालनको वचन दिए। उत्तर भारतमा स्वभावतः धार्मिक जागृतिको अपूर्व लहर देखिन थाल्यो। चारैतिरबाट आचार्य चरणको आह्वान हुन थाल्यो। यस समय आचार्य श्रीको सम्मुख पीठोद्धारकका नाताले मुख्य 2 कार्य थिए। 1 पीठस्थानमा मठ मन्दिरको निर्माण गर्नु, 2 उत्तर भारतमा धर्म प्रचार गरेर जनतालाई वैदिक पथमा ल्याउँदै पीठको मर्यादा तथा आदर्शपूर्ण गौरवको पुनर्स्थापना गर्नु।
सकेर सुन्नु थोरै के राख्नु। ईद उक्याएर उहाँलाई एकसाथ प्रारम्भ गर्नु थियो। काशीको विद्युत मण्डलका केही व्यक्तिले महाराजश्रीसँग प्रार्थना गरे विद्युतद्वार हुनुको लागि समस्त कार्य जारी राख्नु छ र त्यसको लागि पैसा दिँदा आवश्यक छ। त्यसैले बम्बई, कलकत्ता आदि सम्पन्न सहरमा धर्म प्रचारको लागि यस्तो कार्यक्रम बनाइयोस् जसले धार्मिक जागृति पनि होस्, साथै विद्युतद्वारको लागि पैसा पनि सञ्चय होस्। महाराजश्रीले ती विद्वानहरूलाई यसरी उत्तर दिनुभयो, धर्म सिंहासनमा अब त तपाईहरूले मलाई बसालिदिनु भएको छ र त्यस सम्बन्धी सबै कार्यभार पनि सुम्पिदिनु भएको छ। त्यसैले अब तपाईहरू निश्चित बस्नुहोस्। विद्युतद्वारको उत्तरदायित्व अब म माथि छ, त्यो हुन्छ नै। यस्तो भएछ समादरणीय भक्तजनहरू। तत्पश्चात सर्वप्रथम उहाँले दक्षिण यात्रा गर्नुभयो। 2-4 दिन कटनीमा बसेर जवलपुर आउनुभयो। उहाँ बलदेव बागमा निवास गर्नुभयो। श्रद्धालु भक्तजनहरूको दाँती लाग्यो। अधिकाधिक व्यक्ति सम्पर्कमा आउन थाले। अपार्जनसम्म प्रदर्शनको लागि दौडिए। नित्य उपदेश हुन थाल्यो। यस समयमा मध्य प्रदेश खण्डवा जिल्ला बुढानपुन महारुद्र यज्ञ भयो। उहाँलाई आह्वान भयो। उहाँ त्यहाँ जानुभयो। त्यस प्रान्तमा ऐतिहासिक अनुष्ठान तथा धार्मिक समारोह थियो। लाखौंको संख्यामा जनता एकत्रित भएका थिए। एकदमै ठुलो आयोजन थियो। महाराजश्रीले यस समारोहको अध्यक्षता गर्नुभयो। दर्शनार्थी यति अधिक संख्याका एकत्रित भए कि मानिसहरूलाई उहाँको दर्शन दुर्लभ हुन थाल्यो। दर्शनलाई सुलभ बनाउनको लागि 3वटा तखता एकमाथि अर्को राखियो। त्यसमाथि उहाँको आसन लगाइयो। यस मञ्चबाट उहाँको सुपदेश भयो र जनता कृत्य भए। यसरी हाम्रो 7औं अध्याय समापन हुन्छ समादरणीय भक्तजनहरू। र यस्तै छोटा छोटा भिडियोहरू हामी हजुरहरू समक्ष राख्दै यस्तै आश्चर्यचकित उहाँका जीवनका जीवनीहरूले हजुरहरूलाई पनि सत्मार्गमा चल्न सिकाउनेछ। उहाँ जस्तै बन्नुहुनेछ र शान्तिको दियो हजुरहरूको मन मस्तिष्कमा बल्नेछ। अवश्य पनि शान्तिको ज्योतिले उज्यालो छाउनेछ। घर उज्यालो छाउनेछ। परिवार उज्यालो छाउनेछ। यही आशीर्वाद प्राप्त होस् भन्ने हजुरहरूलाई प्रार्थना गर्दै भगवानसँग प्रार्थना गर्दै अहिलेलाई भने बिदा हुन चाहन्छु। सम्पूर्णमा जय होस्। जय शम्भो।